कुन आन्दोलनमा कुन भएको थियो मलाई भन्नु संवैधानिक क्रियाकलापले? अनि के गर्दै हुनुहुन्छ? खुट्टा कमाउनु पर्ने अवस्था छैन। सम्माननीय प्रधानमन्त्रीज्यू, सम्माननीय तपाईँले जुन किसिमको अहिलेसम्मको ट्र्याक रेकर्डमा न्यायका लागि गर्नुभएको कुरा जुन छ, हामी तपाईँहरूप्रति आश्वस्त छौँ, विश्वस्त पनि हुन चाहन्छौँ। कसैसँग डराउनु पर्ने अवस्था छैन। त्यही दिन नै सस्पेन्ड गरेर अन्तरिम विधानको रूपमा प्रस्तुत गरेर यी भाइ बहिनीहरूलाई पनि त्यहाँ समेटेर विभिन्न एक्सपर्टहरूलाई गर्न सक्ने मानिसहरूलाई राखेर भटाभट कालकोठरीमा लाने। म यहाँ अर्को कुरा भन्दैछु तपाईँहरूको अगाडि, हिजोसम्म केही नगर्नेहरू, पार्टीभित्र केही नगर्नेहरू, आफ्ना नेताका विरुद्धमा केही बोल्न नसक्नेहरू अहिले फेरि जुर्मुराएर यिनै मानिसलाई, फेरि यिनै हाम्रा भाइ बहिनीहरूलाई जो शहादत प्राप्त गरे, सुनौलो पवित्र उद्देश्य बोकेर सपना बोकेर आएका यी मेरा प्यारा भाइ बहिनीहरू, छोराछोरीहरूमाथिको फेरि प्रहार गर्दैछौ। अनि भनिँदैछ यतिका केही फुटे अरे, यतिका डिभास्टेटिङ के भयो अरे। छोडिदिनुहोस्, देशको डकुमेन्टको आधारमा डकुमेन्ट छ। वादी प्रतिवादी कसै कहाँ होला, नभए कोही वकिल साहबले राखेका होला, नभए कहीँ न कहीँ डिजिटल ट्रान्सफर कहीँ राखेका होलान्। घर बन्या बन्छ, 2 वर्षमा बनाउनु पर्ने घर 20 वर्षसम्म तिमीहरूले बनाएनौ। अहिले जेनजी पुस्ताको आन्दोलनले केही तोड्दा भयानक भयो भनेर आवाज निकाल्नेहरूप्रति पनि मेरो वार्न गर्न चाहन्छु।